हेलो एभ्रीवान वेलकम टु माई च्यानल। अन्त आज चाहिँ हाम्रो छुट्टी छ तर हाम्रो स्कुलको चाहिँ एक्सकर्सन छ हैन, नानीहरूलाई लगेर जान्दैछु। सो तपाईहरुले हेर्दै गर्नुहोस्। यहाँ छ मेरो ब्याग हो, सबै प्याक गरिसकेको छु, चम्चीहरू पनि हालिसकेको छु किनभने चाहिँ मिसहरूले चाहिँ के खानेकुरा ल्याउँछ नि त, अन्त चम्ची मगाएको छ। अन्त यहाँ छ मेरो ब्याग, अन्त यहाँ ज्याकेट, जाडो पनि हुनसक्छ भनेर। यहाँ चाहिँ यिनीहरूको है, अहिले चाहिँ हामी सोमबारेमा आइपुगेको छ। अन्त यहाँ चाहिँ यिनीहरूले ब्रेकफास्ट गर्दैछ। सुक्खा रोटी खाँदा कस्तो लाग्दैछ? खाजा सबैले खायो है? खाजा सबैले खायो? खायो? मेरो घर उहाँ तल हो। यहाँ अर्को गाडी छ हो। कतिजना छौ तिमीहरू यहाँ? अड्दैन नि बेबी, चारजना मात्रै अड्दैन नि। वे नानी भमिट आउँछ, यहाँ बस्छ त्यो। ल सरलाई भनेर बस न त अन्त। हामी यहाँ रेस्ट गरेको होइन, यहाँबाट सिधा हामी चाहिँ आएको यहाँबाट हो। यहाँबाट सिधा गयो भने चाहिँ अब चाहिँ जोरथाङ पुग्छ। अन्त यो बाटो चाहिँ दार्जिलिङ जान्छ। अन्त हामी चाहिँ यहीँबाट जानुपर्छ हो। एचएम सरहरूलाई पर्खेको हो। हाम्रो 4टा गाडी थियो, अन्त हामी 3टा, अन्त सरसँग 4टा। सर चाहिँ आइपुग्नु भएको छैन, सायद नानीहरूले भमिटहरू गर्यो होला। सर्टवेल चाहियो? कस्तो सर्टवेल चाहियो भनिदिएको हौ। कहाँ गरौँ न अब? नानी उता जाँदैन। अब चाहिँ यहाँ अन्डा खाना आँटेको। यहाँ चाहिँ यहाँ वासरुमको लागि उत्रेको छ एकछिन हो। अन्डा आलु का चालू बेचा कहाँ गए थिए? यहाँ चाहिँ आलु थाप्दैछ है यिनीहरूले। अहिले यहाँ हामी रेस्ट गर्नुको लागि रोकिरहेछ बाटोमा हो। अन्त काँटा पनि बोकेर किन रिन्जिन मिस आउनुहोस्। अब चाहिँ हामी आइपुग्यो होइन। अब यहाँ चाहिँ के गर्दैछ नानीहरू, सब दोकानमा मिठाई खानु। कति खाएको? भुडी हो कि ट्याङ्की हो? ट्याङ्की। अहिले हामी जाँदैछु होइन। यही रहेछ जानुपर्ने जग्गा चाहिँ हो। त्यस्तो साह्रो चाहिँ मैले केही देखिनँ, तर भए पनि हो। यहाँ चाहिँ उयो रहेछ। यो त के पो? पोखरी, जामुनी पोखरी। यो चाहिँ जामुनी जग्गामा आएको छु हामी हो। यहाँ चाहिँ ठुलो यसरी मन्दिर पनि रहेछ शिवजीको। यहाँ यस्तो छ है। खै यहाँ बसेर उता खिचे मूर्तिहरू निस्किन्छ। दामी निस्किँदैछ बस्ने। तपाईँले यहाँ चाहिँ पुरा गरम रहेछ। मलाई त पुरा गरम लाग्यो। डिस्टेन्स चाहिँ त्यस्तो डरलाग्दो लागेन नि। हाम्रो त उयोदेखिको चाहिँ जोरथाङदेखिको चाहिँ कति पनि छैन डिस्टेन्स, तर भेरी हट, पुरा गरम लाग्यो हौ। अझै यहाँ पार्क पनि रहेछ कि नानीहरूको लागि, तर पहिरो गएको कारणले गर्दा चाहिँ पार्क चाहिँ जानु पाउँदैन अरे हो। अब यहीँ घुमाउने हो। यहाँ हात्तीको स्ट्याचुहरू पनि रहेछ। यहाँको चाहिँ टुरिस्ट एट्र्याक्सन चाहिँ यही रहेछ, मतलब यही उयो र यही पोखरी र अन्त यो मन्दिर हो। अन्त आई थिङ्क यहाँ चाहिँ के रहेछ? यहाँ चाहिँ के रहेछ? होइन पार्क भए त्यति निस्किन्थ्यो क्या। हात्तीको स्ट्याचु
स्ट्याचु पनि दामी बनाएको मतलब कहिले चाहिँ स्ट्याचुहरू अनरियल बनाउँछ कि अब रियल टाइपको देख्ने क्या हुन्छ। यहाँ छ मन्दिर, ठुलो मन्दिर रहेछ हो। अब श्रद्धालुहरू पस्ने छन् हो। खै कहाँ छ बोट? लुगा मैला हुन्छ। गरममा चाहिँ मलाई चाहिँ केही गर्नु मन लाग्दैन हो। सबैजना ओस्यो, सबैजना को त्यो घोप्टाउने। थ्याङ्क यू। अब यहाँ कोक खाँदैछ हामी सबैजना गरम भएर। यस चुङचुङ उहाँहरू दुईजनाले चाहिँ यहाँ यो होइन लु खुसी लु गर त नमस्ते नमस्ते गर नमस्ते नमस्ते हेलो हो त यहाँ चाहिँ क्याम्प फायरहरू पनि गर्दो रहेछ हो। यस्तो दामी दामी रहेछ हो। वाव नाइस 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 दामी हो है। खाना यो चाहिँ के हो दाल खोल्नु त खाना कस्तो थियो बहिनी? दामी थियो। पर चाहिँ भक्ते भाइको घर रहेछ यो चाहिँ हो।